नमस्कार। देश परदेशका कुरा युट्युब च्यानल हेरिराख्नुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई हामी नमस्कार गर्न चाहन्छौँ, स्वागत गर्न चाहन्छौँ। आज मसँग यो आउँदाखेरि एकजना मित्रसँग भेट भएको छ। सुजन बराइली हुनुहुन्छ उहाँसँग। नमस्कार, म सुजन बराइली, झिलझिले झापा। झापाबाट हुनुभयो? हजुर। के छ सर अनि खबर सर? आरामै हुन्छ? एकदमै आराम कुशलै, एकदमै ठिकै छ। ठिकै हुन्छ। अनि के आज छुट्टी मनाउन आउनुभयो यतातिर? यो 2025 को इस्लामिक धर्मावलम्बीहरूको महान चाड ईदको उपलक्ष्यमा, बकरिदको उपलक्ष्यमा आज 3 दिनको कतारमा छुट्टी भएकोले गर्दाखेरि सम्पूर्ण आफ्ना आफन्त, आफ्ना दाजुभाइ सबैजना हाम्रो आफ्नो आफन्तहरू मिलेर हामी आज ओखरा ब्रिज भन्ने ठाउँमा घुम्न आएको छौँ। ठिकै छ, एकदम मौसम पनि राम्रो छ। एकदम गर्मी भए तापनि साँझको टाइममा एकदम चिसो हावा चलिरहेको छ। एकदमै चिसो मौसम छ, राम्रो छ। को घुम्न आउनु भएको छ? अरू साथीहरू कता हुनुहुन्छ? अरू साथीहरू यता कतै हुनुहुन्छ होला, यता भिडभाडमा कता रमाइलो गर्दै हुनुहुन्छ होला। अनि ईदको छुट्टी यो कति दिनको छुट्टी हुन्छ सर? यो हाम्रो अहिले 3 दिनको छुट्टी उपलब्ध भएको छ। यहाँ म्याक्सिमम पनि कम्पनीको लागि, प्राइभेट कम्पनीको लागि 3 दिनै हो। हजुर। 3 दिन 4 दिन हो। अब सरकारी हो भनेदेखि अब 7 डेजदेखि 10 दिनसम्म हुन्छ। अब हाम्रो प्राइभेट चाहिँ 3 दिनमा समाप्त हुन्छ। 3 दिन पछाडि फेरि आफ्नो गन्तव्यमा, आफ्नो ड्युटीमा स्टार्ट हुनुपर्छ, उपस्थिति हुनुपर्छ। के हजुरको यहाँ काम चाहिँ के गर्नुहुन्छ? म 2008 देखि यहाँनेर ड्राइभरको जब गरिरहेको छु। ड्राइभिङमा ड्राइभरको के हेभी ठुलो सानो कस्तो भन्छ नि के हो? लाइट्स हजुर, लाइट भेहिकल्स जब गरिरहेको छु। 2008 देखि अहिलेसम्म निरन्तरै जस्तो सर्भिस गरिरहेको छु। अनि लाइसेन्स यहीँ आएर निकाल्नु भयो नि? हजुर। लाइसेन्स मैले नेपालको लाइसेन्स पनि थिएन, मैले यहीँ आएर यहीँ गाडी सिकेर यहीँ के अरे लाइसेन्स निकालेर। कति सालमा झिक्नु हो लाइसेन्स? 2008 मा। हजुर। 8 मै झिक्नु हो? 2008 मा लाइसेन्स। अहिले त निकै पुरानो भइसक्यो तपाईको लाइसेन्स। लगभग 18-19 साल समथिङ भयो होला। यो साँच्चै कतारको लाइसेन्स इन्टरनेसनल भन्छन् हो? होइन, त्यस्तो छैन। त्यस्तो इन्टरनेसनल चाहिँ छैन, तर इन्टरनेसनल बनाउन चाहिँ मिल्छ। 3 महिनाको लागि चाहिँ यहाँ इन्टरनेसनल बनाएर 3 महिनाको लागि बाहिर देशमा गएर पनि गाडी चलाउन चाहिँ पाइयो। तर यहाँ इन्टरनेसनल भनेर त्यस्तो चाहिँ छैन, त्यस्तो उयो गरेको छैन। उहाँ गएर थपक्क चेन्ज हुन्छ भन्ने चाहिँ त्यो छैन। फेरि यहाँको लाइसेन्स बनाएर लगेर नेपालमा त्यसैको आधारमा अर्को निकाल्न मिल्छ? त्यो सम्भव छैन। नेपालको लागि छुट्टै गर्नु पर्यो। तपाईको नेपालकै छ छैन? नेपालको पनि छ छन चाहिँ। मैले नेपालमै टेस्ट दिएरै मैले पास गरेको। यहाँको लाइसेन्सले रिन्यू गर्न सकिएन, सम्भव छैन। त्यस्तो छ अहिले। अनि नि सर? हजुर। नेपालमा चाहिँ हजुर के गर्नुहुन्थ्यो? म सबैभन्दा पहिला सुरुमा चाहिँ म सुनचाँदी काम गर्थेँ। सुनचाँदी व्यवसायमा आबद्ध भएर काम गरेँ। लगभग 5 साल 6 साल नै काम गरेँ। त्यस पछाडि नेपालमा पनि नहुने चाहिँ होइन, राम्रो हुने नै हो। तर उहाँ चाहिँ नेपालमा चाहिँ नबस्ने, मेन चाहिँ समस्या नबस्ने। नबस्नाले गर्दाखेरि अब के गर्ने? बचाउनु त आफ्नो हातमा हुन्छ। अब के गर्ने भन्दाखेरि अब सबैजना विदेश भनेको कारणले गर्दाखेरि लोन त भनेर चाहिँ सोखले विदेश छिरियो। मान्छे बाध्यताले छिर्छ नि, तपाईँ सोखले छिर्छ। अब छिरिसके पछाडि अब आज भनौँ भोलि भनौँ हुँदै अब साल बित्दै गयो, महिना साल बित्दै जाँदाखेरि आज 18-19 वर्ष भइसक्यो कतारमा। त्यस्तो अवस्था भएको छ। रमाइलो कहानी रहेछ। मान्छे बाध्यताले चाहिँ छिर्छन्, तपाईँ चाहिँ सोखले छिर्नु भयो। होइन, अब त्यतिखेरको अवस्था त सोकै हो, किनभने बिहे पनि गरेको थिएन, न तपाईँको घरको टेन्सन थियो। त्यस्तो भएर चाहिँ म कतारमा लगभग 18 वर्षदेखि कन्टिन्यू अहिलेसम्म गरिरहेको छु। 18 वर्ष भनेर नट जोक्ने हो, धेरै वर्ष भइसक्यो। अब आज भनौँ भोलि भनौँ 1 साल 2 साल हुँदै परिवार भए, त्यस पछाडि छोराछोरी भए, अब पढाउनु भन्यो होइन, अब हरेक कुराको समस्या आइलाग्छ। हुँदै आजसम्म तपाईँको 18 वर्ष चाहिँ क्लियर भइसक्यो। अब कति हुन्छ अगाडि कति हुने हो त्यो थाहा छैन। अनि नेपाल अब चाहिँ फर्किनु पर्छ होला, अब चाहिँ उता के गर्नुपर्छ होला भन्ने मोडमा अझै पुग्नु भएको छैन।
होइन त्यो चाहिँ कस्तो छ भने अब मेरो सोचाइमा चाहिँ 5 वर्ष हो। अब 5 वर्ष पछाडि चाहिँ म नेपालमा गएर केही स्थापना गरेर केही कल कारखाना खोलेर बस्ने अथवा पुरानै सुनचाँदीकै काम या कुनै पनि गर्न खोज्ने जो मेरो मनस्थिति चाहिँ त्यो छ। तर अब त्यतिखेरको परिस्थिति कस्तो आउँछ त्यो चाहिँ अब भन्न सकिन्न। अब हेर्दै जाउँ सर अब कस्तो के हुँदो रहेछ नेपालमा गइसके पछाडि। अब हुन त नेपालमा अहिले हाल चाहिँ नेपालमा कुनै पनि बिजनेस गर्छु भन्दा पनि त्यति साह्रो मैले कुनै पनि देखेको छैन हो। अब म बिजनेसको विषयमा धेरै जसो म सर्च गरेर हेर्ने मान्छे, सर्च चाहिँ अध्ययन गरिराखेकै हुन्छु। तर अहिलेसम्म मैले त्यस्तो बिजनेस खासै देखेको छैन। सुनचाँदी पसलमा मेरो थियो एउटा अनुभव र सपना पनि हो, म गर्छु पछि गएर पनि दोकान खोलेर बिजनेसै त्यही स्टार्ट भइसके पछाडि त्यो सम्भव छैन। तर अहिलेको स्थितिमा चाहिँ 2 लाख रुपियाँ तोला ग्राहक पाउन गाह्रो छ, किन्ने कस्टमरले किन्न नसक्ने अवस्था छ अहिलेको स्थितिमा। अनि अब कपडा पसल गरौँ भन्दाखेरि अब कपडा कहाँबाट ल्याउने, घरै पछि छ होइन। अब केही सानो मार्केटहरू गरौँ भनौँ भनेदेखि क्रेडिट बाँकी जान्छ, अब त्यो दिनु पनि पर्यो, त्यो उठ्दैन फेरि थोरै पुँजी हुनेले नसोचे पनि भयो त्यो भएकोले गर्दाखेरि अब म अन्यलमै छु तर सर्च चाहिँ गरिरहेको छु बिजनेसमा के गर्दा सही हुन्छ भनेर सर्च गरिरहेको छु। अब 5 वर्ष चाहिँ कन्टिन्यू हुन्छ। अब चाहिँ गर्ने योजना चाहिँ छ मेरो 5 वर्ष। अनि त्यस पछाडि उयो छ। अब ठिक छ, कतारको कानुन भयो हरेक कुराहरू चाहिँ यहाँ एकदमै राम्रो छ। अब बाटोघाटो विकास धेरै नै उत्तम। अनि साथी यो विकास भन्दाखेरि तपाईँलाई हाम्रो नेपालतिर होइन अब एकचोटि बाटो खनेर लामै वर्षौँसम्म होइन, अनि यहाँको बाटोघाटो देख्दाखेरि कस्तो अनुभव हुन्छौ? अब यहाँको विकास र हाम्रो नेपालको विकासमा त आकाश पातालै फरक छ। किनभने एक त हाम्रो यहाँनेरि सम्म छ, सम्म भएकोले गर्दाखेरि छिटो विकास पनि हुन्छ, छिटो विकास हुन्छ। अब नेपालमा चाहिँ तपाईँको एक त त्यो पनि भयो, अब पहाडहरू भए खुल्सा, अब ब्रिजहरू होइन सम्मै ठाउँमा पनि त तपाईँको अनि बाटो खनेर चाहिँ वर्षौँ छोडिदिएको हुन्छ नि त। त्यो पहाडको त कुरा अलग्गै भएछ अरे। नेपालको तराई मैदानमा पनि त्यस्तो छ नि त। हो त नेपालको विषयमा हेर्ने हो भनेदेखि त्यो एकदमै हाम्रो अब नेताहरू नै भनौँ न, तपाईँको यहाँ 200-300 वटा कल कारखाना खोल्ने पैसा चाहिँ आफ्नो एकाउन्टमा उयो गरेर स्विस ब्याङ्कमा राखेको छ भन्ने सुनिन्छ होइन। त्यसरी अब राखेको छ भन्ने सुनिन्छ, च्यानलहरूमा भए, समाचारहरूमा भए, टिकटकहरूमा त्यसरी सुनिएको छ। अब तपाईँको त्यो पैसा लगानी गर्ने हो भनेदेखि हजारौँ युवाले नेपालमा जागिर पाउँछ, तर त्यो छैन। हाम्रो एउटै लगेर बोरामा खाँदै राखिदिएको छ, त्यसरी पनि छैन। त्यो कारणले पनि अब यहाँ चाहिँ त्यस्तो के छ भनेदेखि यहाँ चाहिँ त्यस्तो हुन्न। यहाँ चाहिँ एकदमै लगनशीलता भएर काम एउटा कम्पनीले जिम्मा दिइसकेपछि त्यो टाइमसम्ममा बुझाएन भने उसलाई पेनाल्टी आउँछ, यानि फाइन पर्छ। त्यो गर्नै पर्छ। हाम्रोमा चाहिँ ठेकदारलाई म्याद थप्दै बस्दै हाम्रो ठेकदारलाई चाहिँ त्यो म्याद थप्दै बस्दै गरेर त्यो कहिले पनि सक्सेस हुँदैन र राम्रो पनि गर्दैन त्यहाँको मान्छेले। त्यही भएर पनि अलिकति कस्तो हुन्छ भनेदेखि महसुस हुन्छ हामी जस्तो युवा मान्छे नेपालमा केही गरौँ न त भन्ने चाहना भए पनि तपाईँको त्यो असम्भव भएर जान्छ। सही कुरा। त्यस्तो छ अहिले नेपालको स्थिति। अब हुन त आफ्नो देश हो, माया त छ, प्रेम छ, र गर्ने के भन्ने अन्यलमा हुन्छ। यही कारणले गर्दा त धेरै नेपालीहरू बिर्सिएका छन् नि त होइन। यही कारणले गर्दाखेरि हामी नेपाली युवाहरू लगभग म्याक्सिमम 95% चाहिँ हामी बाहिर बस्नु परेको अवस्था। अस्ति भर्खरै मैले एउटा यस्तै युट्युब च्यानलहरूमा हेरिरहेको थिएँ क्या, हाम्रो सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले अब कतार बनाइदिइसक्न लाग्यौँ, कुवेत बनाइदिइसक्न लाग्यौँ, गल्फ कन्ट्रीहरू बनाइसक्न लाग्यौँ हामी नेपाली युवाहरूले, अब फर्किहाल्छन् नि, किन बोलाइराख्नु पर्यो भनेर एउटा वक्तव्य दिनुभएको थियो क्या। यो सुन्दा तपाईँलाई कस्तो लाग्यो? मलाई अचम्म लाग्यो त्यो सुन्दाखेरि। अचम्म नै हो नि त, हुन त हो नेपाल सरकारले नै पठाएर नै त्यो सम्भव भएको हो हुन चाहिँ। तर के छ भनेदेखि अब फर्किने, अब गन्तव्यमा त जानै पर्छ। दिनभरि चराचुरुङ्गी पनि त दिनभरि घुमेर चारो टिपेर चाहिँ लास्टमा त आफ्नै बासमा उपस्थिति हुन्छन् होइन। अब हामी पनि हुन चाहिँ त्यही हो, लास्टमा चाहिँ जाने चाहिँ ठाउँ चाहिँ त्यही नै हो। जाने ठाउँ चाहिँ हाम्रो आफ्नै नेपाल हो, आफ्नै परिवार, घर परिवार नै हो।
तर के छ भनेदेखि त्यो खै नेपाल सरकारले त्यो उनै गरेको छैन के कस्तो बोलेको त होइन त्यो बोली त्यो अभिव्यक्ति चाहिँ कस्तो हो पहिला एक हिसाबले हेर्दा ठिकै जस्तो पनि लाग्छ अचम्म त्यो ठिकै एक हिसाबले हेर्दा अब त्यो माधव कुमार नेपालले बिना ढेवाकै विदेश भेजिदिए भने जस्तो खालको कुरा के होइन हो के त अब त्यस्तै अब यस्तो छ अवस्था नेपालमा एकदमै नाजुक भएको कारणले नै सम्पूर्ण नेपालीहरू विदेशिनु परेको छ अहिले रोजगार छैन बिना रोजगार बस्न सकिन्न अहिलेको जेनेरेसनमा तपाईको बालबच्चाहरू पढाउनै नसक्ने अवस्था छ हाम्रो अहिलेको उसमा घरमा परिवारमा एकजना कोही यसो जागिरे भए पो सम्भव हुन्छ नेपालमा बस्नलाई त्यो सम्भव नभएपछि एउटा कुरो नि के त्यस्तो भयो भने चाहिँ विदेशमा रहेका नेपालीहरू प्राय आफ्नो देश फर्केलान् हौ रोजगारै हो नि रोजगार एकदमै रोजगार हुनु पर्यो तपाईको कल कारखाना हुनु पर्यो यहाँका नेपालीहरू यहाँ यति विद्वान नेपालीहरू हुनुहुन्छ कि देश विदेशमा यति विद्वान हुनुहुन्छ त्यो हामी त उनीहरूको उसमा त हामी इमेजिन गर्न पनि नसक्ने छौँ त्यति विद्वानहरू हुनुहुन्छ तर नेपालमा त्यो सम्भव छैन ठाउँ पाएको छैन एकदम आफन्तले मात्रै ठाउँ पाए आफन्तले मात्रै हो ट्यालेन्ट भएर पनि बाहिरका मान्छेले नचिनेका मान्छेले आफ्नो ठाउँमा मान्छे नभएकाले कारणले गर्दाखेरि कसैले ठाउँ पाएन त्यो भएकोले गर्दाखेरि नेपाली दाजुभाइहरू विदेशमा परेका छन् अब तर ट्यालेन्ट मान्छेहरू राम्रो क्वालिटीका मान्छेहरू अति राम्रो क्वालिटीको मान्छेहरू चाहिँ प्रदेशमा हुनुहुन्छ नि प्रदेशमा छिर्नु बाध्य भएर तपाईको उहाँको क्वालिफिकेसनले यो नगरेको के नेपालमा उहाँको क्यापेसिटी अनुसारको तलबै नभएर पाउँदै नपाएर अब डिप्लो पढेका छन् अब इन्जिनियरहरू छन् अब त्यो भने जति उसलाई जागिर छैन तपाईको इन्जिनियरको कम्तीमा 50,000 रुपियाँ हुने हो भनेदेखि मान्छे किन विदेश आउँछ किन आउँछ सही कुरा हैन तर अर्को कुरा अब त्यो 50,000ले पनि अब के छ भने पढाइ खर्च दबाई खर्च अनि हैन खानु पर्यो परिवार पाल्नु पर्यो त्यो छ अब अनि नेपालमा मैले सुनेको नि भुटानमा त्यति सानो देश नेपाल भन्दा एजुकेसन र हस्पिटल मतलब बिरामी खर्च उपचार खर्च र शिक्षा फ्री छ धेरै अगाडि फ्री छ नेपाल भन्दा कुनै समयमा भुटान यति कमजोर थियो नेपाल भन्दा पनि कमजोर कुनै समयमा नेपाल भन्दा पनि कमजोर थियो अर्थतन्त्रदेखि लिएर तपाईको हरेक कुरा कल कारखानादेखि लिएर हरेक कुरामा अहिले नेपाल हेर्नुस् तपाईको नेपाल भन्दा डबल भइसक्यो भुटान त्यो अवस्था भइसक्यो तर हाम्रो नेपालले चाहिँ त्यो उयो छैन उ छ एउटै आशा छ कि त बालेन कि त रविलाई त अब जेलमा लगिसक्यो आशा थियो अब राजा आएर पनि लगभग सम्भव छ भन्ने आशा छैन किनभने राजाले 200 वर्ष अगाडिदेखि चलाइसक्यो खोइ त आखिर राजाको पालामा पनि विदेशमा त परेकै थियो मान्छेहरू हैन राजा आएर पनि मतलब राजतन्त्र या गणतन्त्र जे भए पनि अब यो भ्रष्टाचारीहरू पैसाहरू फिर्ता गर्न र अनि उनीहरूलाई जेलमा सजाय दिन सकेन भने त उ आउनुको के अर्थै भएन हैन अहिले जनताले त त्यही हो नि त खोजेको त्यो भ्रष्टाचारलाई कारबाही हुन्छ र घुस खाएको पैसाहरू फिर्ता आउँछ भन्ने सोचले हो नि त तर अब उहाँबाट पनि त्यो भयो भने त ठिकै हो अन्यथा त त्यो केही अर्थै रहेन त हैन नेपाल एउटा कृषि प्रधान देश है हजुर अहिले नेपालमा चाहिँ यसरी अरबौं रुपियाँको चाहिँ खाद्यान्नहरू भित्री राख्दाखेरि तपाईलाई कस्तो लाग्छ भन्नु त यो कस्तो भनेदेखि हाम्रो नेपाल कृषि प्रधान देश हो तर अहिलेको अवस्थामा कस्तो मैले महसुस गरिरहेको छु भनेदेखि नेपालमा जति पनि हाम्रो उयो छन् नेपाली जनताहरू छन् अहिले कृषिमा आबद्ध छैनन् लगभग तपाईको 40% मान्छे पनि कृषिमा आबद्ध म देख्दिनँ कृषिमा त्यस्तो अवस्था छ अहिले अब तपाईको घरको एकजनादेखि 2 जना परदेशीकै मैले देखेको छु र भेटेको पनि छु त्यस्तो अवस्था छ गाउँघरको जमिन तपाईको बाँझै छ हेर्नुस् बाँझो छ खेतीहरू त्यतिकै अर्कालाई दिएर छोडेका छन् मान्छेहरूले भने जति उत्पादन गरेको छैनन् नेपालमा थुप्रो पैसा हाम्रो बाहिर गइरहेछ के विश्वले चाहिँ तपाईको कृषि प्रधान देश हो भनेर अब घोषणा गरेको पनि छ के भन्नु विश्वले चाहिँ तपाईको कृषि प्रधान देश हो हाम्रो नेपाल भनेर घोषणा पनि गरेको छ र यो गरेको छ तर हाम्रो नेपालमा चाहिँ कृषि प्रधान देश
भन्ने मात्रै सबै बाहिरबाट आइरहेको सबै बाहिरबाट आइरहेको छ। किन भन्दाखेरि कारण यही हो, तपाईँको बिजुली छैन, कल कारखाना छैन। अब तपाईँको एउटा उखु उत्पादन गरौँ भनेदेखि त्यो लगेर कहाँ बेच्ने भन्दा इन्डिया पैसा, अनि फेरि इन्डियाबाट चिनी बनेर कहाँ आउने, नेपालमै हो। अनि पैसा कहाँ गयो, इन्डियै गयो अथवा बाहिर कुनै मुलुक गयो, कुनै पनि देश गयो। ल हेर्नुहोस्, त्यो भइसकेपछि अब तपाईँको हरेक कुरा टायर भयो कहाँबाट आउँछ, बाहिरैबाट। सिमेन्ट कहाँबाट आउँछ, बाहिरैबाट। च्यादर कहाँबाट आउँछ, बाहिरैबाट। सियो कहाँबाट आउँछ, बाहिरैबाट। अनि पैसा कहाँ गयो त हाम्रो, बाहिरै गयो। हामीले आफ्नो देशको पैसालाई चाहिँ आफ्नो देशमा सदुपयोग गर्न सकिएन। हामीसँग आज 10 लाख रुपियाँ पैसा भयो भने त्यो कहाँ लगेर सदुपयोग गर्ने त, केमा लगानी गर्ने त, त्यो पनि भएन। तपाईँको आज हामी प्रदेशमा बसेर म जस्ता युवाले त धेरै पैसा कमाएका छन् होला हैन, तर त्यो पैसा लगेर पनि नेपालमा कुन जग्गामा चाहिँ लाउने त, त्यो केमा लाउने त, त्यो सुरक्षित छैन नि। अनि तपाईँले एकदम निराशाको मात्रै कुरा गर्नुभयो कि त्यसको मतलब तपाईँले के नेपालमा केही नै माइनस देख्नुहुन्छ, जिरो? म यति मेहनत गर्ने मान्छे, तर मैले कुनै पनि आशै उयो गर्न सकिनँ। कुनै ठाउँ कुनै क्षेत्र त्यस्तो केही छैन त? छैन। तपाईँको मेन समस्या भनेको गाँस बाँस कपास, यो चाहिँ सरकारले दिनु पर्यो कि। यति गर्ने हो भनेदेखि अनि त जनताले आफ्नो लागि त आफूले गर्छ नि त, त्यो त गर्नु पनि पर्यो। तर यति नै छैन के। त्यो भइसके पछाडि निराश छन्। आज मैले 50 लाख रुपियाँ नेपालमा लगेर भित्राएँ भने पनि त्यो पैसा केमा लगानी गरेर म कति कमाउँछु भन्ने अन्यलमा परेको छु। जति सर्च गर्दा पनि त्यो सम्भव हुँदैन कि मैले यसमा चाहिँ लगाएर चाहिँ म यसबाट चाहिँ म आम्दानी निकालेर धेरै यो गर्छु भनेर त्यो कमाउँछु अथवा केही खोल्छु अरूलाई रोजगारी दिन्छु भन्ने सम्भव छैन। अब तपाईँको आफूले निकालेको प्रोडक्ट बाहिर बेच्नु सम्भव हुनु पर्यो। त्यो कसले गर्ने भन्ने त सरकारले मिलाउनु पर्यो नि त। त्यो आफ्नो प्रोडक्ट बाहिर बेच्नको लागि त सरकारले गर्नु पर्यो। त्यो सम्भव छैन। तपाईँको लुकी चोरी गरेर कति दिन हुने हो, त्यो सम्भव छैन। सुन्नु त, हाम्रो देशलाई आर्थिक अवस्था सुदृढ बनाउनलाई चाहिँ के गर्दाखेरि चाहिँ होला त? मलाई चाहिँ जहाँ जति लाग्छ 24 आवर बिजुली दियोस्, 24 आवर पानी दियोस् र बाटोघाटो राम्रो गरिदियोस् र कल कारखाना खोलिदियोस्। यति भयो भनेदेखि आफै पनि जनताले गर्छ। तपाईँको उत्पादन गरेको सामानहरू उनीहरूले सुरक्षित तरिकाले बेच्न पाओस्, भाउ राम्रो पाओस्, सरकारले तोकेको भाउमा जान पाओस्। तपाईँलाई एउटा कुरा थाहा छ? नेपालको डाँडा काँडामा कोदो फल्छ नि होइन, तर इन्डियाबाट कोदो आउँछ नेपालमा। यसमा चाहिँ धनियाँको पात इन्डियाबाट आउँछ हो। अब यसमा चाहिँ अब तरकारीको सिजनमा टमाटर, खोर्सानी, लौका, भेन्डी, बैगुन सबै कुरा इन्डियाबाट आउँछ। यो बन्द गर्नुपर्ने हो नि त। यो त कसले गर्ने? जनताले बन्द गरेपछि त नेपालले फेरि के खान्छन्? गर्नु पर्यो नि, जग्गा त छ नि, गरेर खाना छोड्यो नि त नेपालले। सबै बाहिरै भए हो। यो पनि अलिकति समस्या, यो जनतामा यो समस्या छैन। यो चाहिँ कसले मिलाउने भनेदेखि सरकारले मिलाउने। अनि सरकारले आएर खेत जोत दिनु, आफ्नो बारी त आफै खन्नु पर्यो। यस्तो त्यो तपाईँले हजुरले गलत बुझ्नुभयो। सरकारले मिलाइदिनु पर्यो कि वातावरण मिलाइदिनु पर्यो। सिजनमा बिउ दिनु पर्यो, सिजनमा पानी दिनु पर्यो। कसले त आकाशबाट झरेको भरमा त भएन नि त। त्यो पानी दिनु पर्यो भन्नको मतलब के छ भनेदेखि तपाईँको त्यसमा चाहिँ बिजुली हुनु पर्यो के। तराई क्षेत्रमा चाहिँ बिजुली हुनु पर्यो। तपाईँको पहाड क्षेत्रमा, पहाडी भागमा चाहिँ के हुनु पर्यो, कुलो खोल्सो बनाइदिनु पर्यो। त्यो हो नि त। तपाईँको अलिकति लगानी गरेर तपाईँको खेतमा खोलाबाट तान्ने अलिकति 1 किलोमिटर 2 किलोमिटर या 50 मिटर त्यो कुलो तान्दिनु पर्यो। अनि त जनताले गर्ने हो त त्यहाँ त। त्यो चाहिँ कसले मिलाइदिनु पर्यो भने त सरकारले हो। सरकारले आएर के अरे हलो जोत्दैन, कोदालो खन्दैन, त्यो कुरो त हामीलाई राम्रो थाहा छ। तर मिलाउने चाहिँ सरकारले हो के। फेरि यो चाहिँ बन्दोबस्त मिलाइदिने चाहिँ सरकारको काम। मिलाइदिएपछि जनताले कुटो कोदालो अनि चाहिँ गर्नै पर्छ। जग्गा जमिन त छ नि त, गरेन भने अनि कानुन लगाएको पनि भयो। जग्गा जमिन त छ नि त नेपालमा त, धेरै छ जग्गा जमिन त, घरै पछि जग्गा छ। आखिर विदेशै नपस्दा पनि मान्छेले भोकै मर्दैन, गरेर खाने खेती छ नेपालमा। तर त्यो चाहिँ मिलाइदिनु पर्यो सरकारले। सरकारले बिजुली
पानीको व्यवस्था गरिदिनु पर्यो, रोडको व्यवस्था गरिदिनु पर्यो र उत्पादन गरेको भाउ बिक्री चाहिँ त्यो चाहिँ निश्चित गरिदिनु पर्यो। कसले त? सरकारले। राम्रो कुरा। सरकारले गरिदिनु पर्यो। त्यो त्यति भइसके पछाडि तपाईँको अनि नेपाली जनताले गर्छ। तपाईँको आज हामीसँग 2 बिघा जग्गा छ, खेती पनि गरेको छौँ, जसो तसो सरकारले बिउ नदिए पनि, सरकारले के अरे पानीहरूको उपलब्ध नगराए पनि, बिजुली उपलब्ध नगराए पनि हामीले दुःख सुख गरेको छौँ। तर त्यो उपलब्ध गराएर पनि निश्चित भाउमा कहाँ गएको छ त? भाउ पाएन। चितवनमा टमाटर हेर्नु त, बाटोमा भाउ पाएको छैन। भाउ नपाइसके पछाडि के गर्छन् त? निराश हुन्छन् खेती गर्ने यानि किसानहरू पनि, हामी पनि, तपाईँको सबैजना निराश भएर चाहिँ त्यो खेतीलाई नै बन्द गरिदिन्छौँ। फाइदा छैन। तपाईँको 1 घन्टा ट्र्याक्टर लगायो भनेदेखि 1000-1200 रुपियाँ लिन्छ। हेर्नुहोस् है, तपाईँको महिनाभरि लाएर कति वर्ष लाएर चाहिँ तपाईँको धान फलाएको हुन्छ 1200 मा जाँदैन। अनि गर्ने चाहिँ कसरी खेती मान्छे? मतलब त्यो खेती गरेर प्रफिट छैन। तर निश्चित के अरे गभर्मेन्टले, सरकारले चाहिँ तोकिदिने हो भने चाहिँ तपाईँको फेरि फाइदा छ। बेलैमा तपाईँको बिउ उपलब्ध गराइदिने सरकारले, बेलैमा पानीको त्यो अब असार साउनमा तपाईँको यति प्याक हुन्छ कि नेपालमा त्यो तराई क्षेत्रमा हेर्ने हो भने पानी हुँदैन, बिजुली हुँदैन। अब बिजुली छैन, पानी आकाशबाट पनि पानी परेको छैन, बिजुलीबाट चाहिँ जेनेरेटर पम्प सेट चलाएर तपाईँको मोटर चलाउने पानी छैन, के अरे बिजुली छैन, मोटर चलायो बिजुली छैन। त्यो भइसके पछाडि मान्छे निराश हुन्छ। किसानमा एकदमै तपाईँको कष्ट एकदमै कष्ट उयो छ। फर्महरू खोलौँ, भैँसी फर्म, दुध बेचौँ भनौँ भनेदेखि बिक्दैन, भनेको भाउ छैन। घाँस पानीहरू, दानाहरू उपलब्ध गराउने। अब त्यो मेन भनेको मैले देखेको नेपालमा, मैले देखेको बिजुली, पानी, बाटोघाटो, कल कारखाना यति भयो भनेदेखि लगभग तपाईँको 75% मान्छे विदेश जाँदैनन् पनि मान्छेहरू। ल हस् त, तपाईँसँग भेटेर एकदम खुसी लाग्यो होइन। एकदम राम्रो कुराहरू गर्नुभयो, तर अलिकति फ्रस्ट्रेसन हुँदो रहेछ होइन। ठिकै छ, त्यो आफ्नो सोच हो। ल धन्यवाद तपाईँलाई। धन्यवाद। मैले पनि जाने बुझेको कुराहरू अलिकति अब गल्ती नै भए पनि माफ पाऊँ होइन। मैले जाने बुझेको कुराहरू गरेँ होइन। यति नै हो मेरो पनि। अब मैले पनि जानेको बुझेको अब त्यही हो। नेपालमा सम्भवै नभएर हजारौँ नेपालीहरू विदेश छिर्नुको कारण पनि यही नै हो। र अब त्यहाँ सम्भवै नभएर अब योग्यता अनुसारको अब जब नभएको कारणले गर्दाखेरि हजारौँ मान्छेहरू विदेशमा छिरेको छन्। यो च्यानल हेरिराख्नु भएको सम्पूर्ण आफ्नो आफन्त, दाजुभाइ, दिदीबहिनी, देश परदेश साथीभाइहरूमा होइन यो सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु। नमस्कार। धन्यवाद।